ओ हेलो गाइज के छ अनि सन्चै आरामी हुनुहुन्छ अनि फेरि पनि धेरै दिनको महिनापछि म फेरि ब्याक टु ब्याक आएको छु एन्डी कान्छ तपाईँहरूको माझमा होइन। मैले आज तपाईँहरूलाई यस्तो गीत लिएर आएको छु होइन। गीत असाध्यै नै एकदम मिठो छ क्या, एकदमै शब्द सङ्गीत भनेको यस्तो बवाल छ होइन। अहिले सुन्नु खालको अहिलेको युवाहरूले गर्ने खालको गीत छ होइन, एकदमै होइन। हाम्रो अनिश सागर भाइको गीत नयाँ गीत आएको छ होइन। सबैले गएर अनिश सागरको युट्युबमा गएर सबैले हेरिदिनु होला होइन। एकदमै राम्रो छ, एकदमै राम्रो प्रयास गरेको छ र एकदमै राम्रो बनेको छ होइन। मलाई चाहिँ असाध्यै मन पऱ्यो गाइज होइन। अलिकति अब भाइहरूलाई अलिक सपोर्ट त गर्नुपर्छ नि त होइन। आफ्नो पनि अब नयाँ च्यानल होइन, सपोर्ट गर्नुपर्छ होइन। एन्ड एकअर्काले सपोर्ट गरेर अगाडि बढ्नुपर्छ होइन। एनिवे गाइज म धेरै दिनपछि आएँ, मेरो घरको परिस्थितिले गर्दा म आउन सकेको थिएन। अब तपाईँहरूको माझमा फेरि ब्याक टु ब्याक दिनको लागि एन्डी कान्छ आउनेछ। सबैले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन। गीत चाहिँ असाध्यै नै राम्रो छ होइन। यो गीतको शब्द लय होइन, सङ्गीत एकदम बवाल छ होइन। फेरि सुटिङ पनि सायद जहाँसम्म सायद मलाई लाग्छ सायद बाहिर नै सुटिङ भयो हो। एनिवे होइन, सबै अनर्थ कुराहरू यस्तै हो होइन गाइज। धेरै दिनपछि एन्डी कान्छ आएको छ, एन्डी कान्छालाई माया गरिदिनु होला र भन्दै हामी भिडियोतर्फ जानुपर्छ होइन। लेट्स गो। यस यस अस्ट्रेलिया भयो रहेछ नि त यार। वा पहिला सुरुवातमै नै फर्स्ट नेपालबाट अस्ट्रेलिया झरेको है गाइज, कामको सिलसिलामा होइन। त्यही त हो नेपालीको, हाम्रो नेपालीले बाहिर नगएर जीवन चल्दैन। हातमा गिटार बोकी मायालुको साथ भरालिने समय छैन। तर म परे बयान गर्ने स्वर्ग कि परी अप्सरा झै तिम्रो मुहार। एउटा होटेलमा वेटरको काम। इतिहासमा लिखित सुन्दरीहरू भन्दा चम्किला ती तिम्रा आँखा। ना 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 ना। हो यार गाइज, लास्ट नै होइन यस्तो भोगाइ हुन्छ यार। भन्छ नि केटाहरूको लाइफ एकदम सुटेबल एकदम बवाल हुन्छ नि, तर होइन क्या। जिम्मेवारी कति बोक्नुपर्छ भनेर त यार पुरुषहरूलाई मात्र थाहा हुन्छ क्या, जिम्मेवारी भनेको के हो भन्ने क्या। मैले स्वयं भोगेछु नि यस्तो। किताबका सारा पानाहरूमा म तिम्रो नाम कोरिदिन्छु ल। परिचय मेरो सोधे कसैले म तिम्रो सँगै नाम जोड्छु ल। किताबका सारा पानाहरूमा म तिम्रो नाम कोरिदिन्छु ल। परिचय मेरो सोधे कसैले म साला राजभरि काम पनि गर्नु छ होइन, अनि आफ्नो मायाको साथमा बिताउनु पनि छ। कसैको म त भरमा तिम्रो यो जुनी यसै काटिदिन्छु कि न त डर कसैको म त भरमा तिम्रो यो जुनी यसै काटिदिन्छु कि। तर अन्त्यमा तिमी लोकेसन सिन चाहिँ बवाल छ यार। हुनु त अस्ट्रेलिया भयो होइन, अस्ट्रेलिया जस्तो ठाउँमा होइन उपरति फिदा भइसकेको छ क्या ऊ त लास्ट चाहिँ होइन। केटाको मनै यस्तै हो के साँच्चै भने। मनमा राख्नु सक्दैन क्या, माया भन्ने चाहिँ देखाइहाल्छन् क्या। केटी हो भनेपछि त भाइ यस्तो हुन्छ नि, अब के हुन्छ। इतिहासमा लिखित सुन्दरीहरू भन्दा चम्किला ती तिम्रा आँखा। स्वर्ग कि परी अप्सरा झै तिमी धरतीमा कदम राख्यौ मेरै निम्ति। स्वर्ग कि परी अप्सरा झै तिमी धरतीमा कदम राख्यौ मेरै निम्ति। ओ अस्ट्रेलिया हो नि त, बवाल छ नि त सिन त। जे होस् यार एकदम राम्रो गरेछ ल यार, अनिश सागरको यार बवाल छ ल, बवाल क्या। मस्त यार।
सुपर को बाटो निकै लामो छ को हो यो ड्राइभर हो क्या What the fuck man यही हो क्या पारा हो लास्ट टाइम ट्विस्ट भाइ बवाल भन्ने छ यार शब्द अनुसार अनि गीत अनुसारको भिडियोको स्टोरी पनि बवाल भन्ने छ क्या ओके एनिवे गाइज तपाईँलाई कस्तो लाग्यो होइन मलाई चाहिँ एकदम बवाल लाग्यो होइन सायद पहिलो म्युजिक भिडियो सायद हाम्रो अनिश सागरको एकदमै राम्रो छ सबैले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु कमेन्ट गरिदिनु अनि एन्डी कान्छामा पनि जोडिनु होला सम्पूर्ण साथीहरूलाई एन्डी कान्छा पनि जोडिनु पर्छ भन्ने लागिरहेको छ होला होइन धेरै दिनपछि एन्डी कान्छा आयो होइन सायद एन्डी कान्छाको त्यस्तै परिस्थिति थियो त्यस्तै समस्या भएको कारणले ओके अर्को भिडियोमा भेट्नुपर्छ ब्याक भिडियोको लागि ओके बाई ब्याकअप